नमस्कार। अनि गौथली फिल्म हेरेर सिक्लिनुभयो, तपाईँलाई फिल्म कस्तो लाग्यो? फिल्म एकदम उत्कृष्ट बहुत छ फिल्म। ए अनि फिल्ममा चाहिँ तपाईँलाई कसको रोल चाहिँ अलि राम्रो लाग्यो? मलाई त अब सबै हेर्दाखेरि ओभरअल सबै राम्रो छ, दामी नै छ, तर अझ राम्रो चाहिँ हाम्रो ठुलेको रोल चाहिँ बवाल छ। ए अनि के अरे अनि फिल्ममा चाहिँ त्यहाँ फिल्ममा देखाइरहेको कथाले चाहिँ समाजलाई कस्तो सन्देश दिँदैछ अनि त्यतातिर चाहिँ कस्तो सन्देश प्रवाह गर्ला जस्तो लाग्छ फिल्मले? यो फिल्म चाहिँ खासमा ठ्याक्कै भन्नुपर्दा अलि पुरानो समाजलाई लिएर बनेको फिल्म छ। अनि त्यो भएर चाहिँ यो छोरीहरूलाई पढाउनु हुन्न भन्ने खालको पहिलातिरको यो सोचलाई चाहिँ अलि बदलेर छोरीहरूलाई पनि पढाउनुपर्छ, छोरीहरूमा यत्रो ठुलो शक्ति हुन्छ, सबैले चाहिँ मेहनत गर्नुपर्छ भनेर चाहिँ देखाइएको छ। ए अनि फिल्ममा चाहिँ यस्तो सङ्घर्षको कुराहरू पनि चित्रण गरेको छ भनेको छ। अब त त्यसको बारेमा चाहिँ तपाईँले कतिलाई कसरी लिनुभयो तपाईँले? सङ्घर्ष मैले भनिहालेँ नि हजुरलाई, ठ्याक्कै अघि भने जस्तै यो त्यस्तै छ। अनि हाम्रो समाजले चाहिँ अझै पनि छोरीलाई शिक्षा दिने, अझै पनि दुर्गमका क्षेत्रहरूमा, अझै पनि तराईका भित्री मधेसहरूमा र कर्णालीका कतिपय ठाउँहरूमा चाहिँ छोरीलाई शिक्षाबाट वञ्चित गरिएको छ। त्यही पनि त्यति हुँदै पनि एउटै छोरीले चाहिँ राम्रो शिक्षा लिएकी छन् भन्ने फिल्मले सन्देश दिएको छ। अनि यसले चाहिँ अब त्यो समाजलाई कसरी प्रभाव पार्न सक्छ? प्रभाव परिहाल्छ नि, फिल्मले नै खास